हाई गाइज नमस्ते लासो एन्ड गुड मर्निङ। आज चाहिँ म भ्लग स्टार्ट गरेको साथीहरू बिहानै, तर हामी यहाँ गोठमा आएको छौँ होइन। फुपूले चाहिँ खुर्सानी टिप्दै हुनुहुन्छ अनि नानीले पनि खुर्सानी टिप्दै हुनुहुन्छ। हाई फुपू, तपाईहरुलाई हाम्रै आफ्नै ताजा ताजा करेसाफारीमा फलेको खुर्सानीहरूबाट स्वागत गर्न चाहन्छु साथीहरू। झर्को नमानिकन हेरिदिनु होला। अब ल्याइदिन्थे साथीहरूलाई खुर्सानी, फेरि गाह्रो होला भनेर नि त न। हाई हाई नानी, हेर्नुहोस् हाम्रो गाउँको नजारा होइन। यति राम्रो राम्रो ठाउँहरू, यति दामी इन्भाइरोमेन्ट छ नि साथीहरू। आमामा हजुरहरू आउनुभयो भने नि पुरा मस्तसँग इन्जोय फिल गर्नुहुन्छ क्या होइन। त्यो चाहिँ म पक्का दिन चाहन्छु साथीहरू। माइकै छैन के, अब कस्तो कस्तो आवाज आउँदो रहेछ। यत्तिकै गर्दाखेरि तपाईँले साथ सपोर्ट र माया गरिदिनु भयो भने म भ्लगलाई निरन्तर उत्तर माथि माथि गर्न चाहन्छु। यसलाई भन्छ साथीहरू हाम्रो भुखाइचा। यो चाहिँ हाम्रो फुपूले खुर्सानी कुर्नको लागि राख्नु भएको, यसको निकनेम राखिदिउँ। आमामा हेर्नु न, ब्रान्डेड टी सर्ट लगाइदिएको रहेछ क्या साथीहरू। अन्त यसको नाम के हो थाहा? त्यही बुखाइचा भन्छ कि इङ्ग्लिसमा, होइन होइन साथीहरू। अनि यो मकै हो साथीहरू, त्यो चाहिँ खोल्छ। अनि वाह, तर यो ठाउँमा त म त पहिलोचोटि आएको नि फुपू। त्यो चाहिँ हाम्रो नुवाकोट हो साथीहरू। हाम्रो नुवाकोट भने हाम्रो नुवाकोट यो धादिङ भनेको खासै राम्रो छैन। साथीहरू काँक्रो रहेछ, खाइदिउँ। फेरि सानो रहेछ नि काँक्रो, कस्तो दामी के है। अब काँक्रो खेती पनि यसरी पो गर्दो रहेछ यतातिर। तर नयाँ चाहिँ होइन है। म घिरौलाहरू त मैले पोहोर परार पनि देखेकै हो, टिपेकै हो। मलाई घिरौलाको तरकारी मनपर्छ के फुपू, बुझ्नु नि। एउटा काँक्रो टिपौँ ल, धन्यवाद। म एउटा काँक्रो टिप्दैछु साथीहरू। अनि के आफ्नै ताजा ताजा धादिङको करेसाबारीमा फलेको काँक्रोबाट म तपाईँहरूलाई इन्टरटेनमेन्ट हो त्यही गराउन चाहन्छु साथीहरू। वाह, खाएर देखाउँछु है गर्ने। अनि यसलाई भाँच्यो नै। वाह साथीहरू, उहाँले खाने भन्दै हुनुहुन्छ, तर म उहाँलाई दिदिनँ साथीहरू। किनकि नो 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 नो, तिमी खान्छौ बेबी, तिमी खान्छौ नखाने रे, नखाइरोस्। हामी कसैलाई दिँदैनौँ साथीहरू। खुर्सानी पुग्छ यी साथीहरू। एउटा नुन खुर्सानी चाहिने हो साथीहरू। नुन खुर्सानीको सर्टेज छ, गोठ हो। अनि यही गोठमा त नुन हुनुपर्ने खुर्सानी नि यहीँ छ त। ठिकै छ साथीहरू, लोभी हुनुहुन्छ हाम्रो फुपू। एउटा नुन दिन नि मान्नु भएन साथीहरू। खतरा सरले खाँदै हुनुहुन्छ मेरो प्यारी फुपू। लिलु, तर मभन्दा कान्छो छ, फुपू भन्नुपर्ने बाध्यता पनि छ ल साथीहरू। दुईजना मिलेर खाइदिउँ ल, 1 2 3। अलिक बेसी चपाउँ न। हाम्रो यो गाउँमा चाहिँ लास्टै लिची हुने क्या साथीहरू। जताततै लिची नै लिची के। त्यहाँ चाहिँ हेर्नु न कस्तो बबाल लिची के। वाउ, त्यसमा चाहिँ धेरै फलेको रहेछ नि। यो के हो साथीहरू? वाउ, ओ माई गड, मोजे बड़का बड़का मोजे हेरे भाइ साहब। अब खाएगी नहीं खाएगा हो बबुआ। हामी चाहिँ गोठमा गएर आएको साथीहरू। थाक्यो, लास्टै उकालो हो भने यो सबै उकालो नागेर हामी माथि गुम्बा पुग्नुपर्ने हुन्छ। यो उकालो ओ माई गड स्यास्या भइरहेछ साथीहरू। तर ठिकै छ, बोसो 2 किलो घटे पनि मलाई त कति हुन्छ के, राम्रो मोटा यस्तो भइरहेछ भन्ने कुरो
मलाई मात्रै थाहा छ म ढले ऊ सामान उस्किन आँट्यो ढले ढले नढल्ने साथीहरू हजुरहरूले हाम्रो भिडियो हेर्नु परेन म ढल्यो भने अनि कसले एडिट गरेर हालिदिन्छ होइन त साथी साथीहरू टिमुर हेर्नु न कस्तो दामी फलेको रहेछ के वाउ ओ माई गड कस्तो बाक्लो कस्तो लटरम्मै फलेको के है के म त दम पर्यो है वाउ फुपूले टिप्दै हुनुहुन्छ अनि यो कटर कटर आम्मा कटर कस्तो बवाल फलेको नि फुपू ओहो हो बिस्तारै चढ्नु ल वाउ हेर्नु न हाम्रो फुपू कस्तो सजिलै चढिदिनुहुन्छ कि तर म नि यस्तै थिएँ है पहिला अनि अहिले त सक्दिनँ हौ बोटमा चढ्न म डेन्जर चढ्ने हो नि पहिला बोटमा त्यस्तो चढ्नु जसले नि मलाई घाँस झराउन लाउँथ्यो साथीहरू फुपू बिस्तारी ल वाउ साथीहरू कस्तो तर गाउँघरतिर बस्नुको छुट्टै मजा हुन्छ कि साथीहरू तर वास्तवमा भन्ने हो भने है कस्तो बाँच्न खाके टिमुर यस्तो हुँदो रहेछ मैले बोटै देखेको थिएन मारक मारक नयाँ डाइलग है साथीहरू के अब उहाँको घरमा है यो चाहिँ हामी अघि उहाँको गोठमा गएको अहिले हामी उहाँको घरमा आउँदैछौँ अब एउटा कस्तो दामी बोट के पो हो अरे त्यसको नाम भोगटे म भोगटे देखाउँदैछु साथीहरू हेर्नु ल वाउ भोगटे भर्खरै भर्खरै फल्दै रहेछ खाने बेला हुन्छ होला कुन्ताका हो कस्तो बवाल फलेको के फलाइ पनि दामी ऊ साथीहरू लौका खेती घिरौला खेती दामी छ तर सबै खेती गर्नेवालाहरू छन् यतातिर मेहनती छ त्यही खुसी लाग्छ कतिवटा लाने फुपू यता हेर्नु न हाई भन्नु न ल साथीहरू मर्निङ नजारासँगै आजको भिडियो चाहिँ म यहीँनिर एन्ड गर्न चाहन्छु किनभने गुम्बामा कति धेरै काम छ है अनि गुम्बामा धेरै काम छ त्यो भएको हुनाले नि हामी अब बिहान गोठतिर अनि बाहिर घरको कामहरू सकेर हामी जाँदैछौँ साथीहरू भिडियो कस्तो लाग्छ राम्रो नराम्रो लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला है यही भन्ने आशाका साथ आजको भ्लग यहीँ अन्त्य गर्न चाहन्छु बाई साथीहरू।